लग्यो। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि आइसकेको छु साथीहरू बेलुकाको पखमा हजुरहरूको सामु नयाँ भिडियो लिएर। म चाहिँ आज चाहिँ नेपालगञ्जको गाउँ बजार सहर चौतारी के भन्छन् साथीहरू सबै घुमफिर गर्न यसो न सर्लकै जहाँसम्म भ्याइन्छ वहीँसम्मको लागि पैदल यात्रा सुरुक यसरी हिँड्दै गइरहेकै छौँ। आमा फुप्पू अङ्कल मेरो बाबु अनि सानीहरू आउँदैछन्, पछाडि आउँछन् पर माइलबाट रहेछ छौँ। हामी घुम्दै जाँदैछौँ कोहलपुरको बजारमा। बिचमा बोट बिरुवाहरू रोपेर कति राम्रा बोट रोपेर यस्तो राम्रो बनाउनु भएको रहेछ। यो चाहिँ रुख के भन्छ साथीहरू थाहा भएन, तर भन है यस्तो राम्रो रहेछ। यता पनि रहेछ, दामी गाइस। हात्ती नेपालगञ्ज राष्ट्रिय निकुञ्जको हात्ती हजुर, हात्ती। हामी चाहिँ यो चोकमा आइसकेको छौँ। कोहलपुरको यो चोक आयौँ भनेपछि हामी चाहिँ नेपालगञ्ज आएको फिल हुन्छ साथीहरू। नेपालगञ्ज पुग्यौँ भन्ने हुन्छ के। यो चोकमा आएको छौँ पार्कतिर घुमघाम गर्न। सर्लक्क पारेर हामी चाहिँ हात्तीको मूर्तिमा हरिण रहेछ साथीहरू। पार टाइगर। यो चोक के भन्छन् यो कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज लेखेको छ हामी त्यहाँ त के चोक हो यो चोकमा पुग्यौँ साथीहरू। चोकमा जानकी मन्दिर आयौँ साथीहरू। हामी चाहिँ जानकी मन्दिर मूर्ति ए मङ्की बाँदरहरू साथीहरू, सस्तै मङ्की। त्यो रुखतिर यतातिर चरे देखे भए मजा हुन्थ्यो होइन। त्यहाँ पारी लक्कु चक्कु खेल्छन् बाँदरले। यो पारी रुखुन कति धेरै रहेछ नि। टिनमा कुत्र गर्दा आउँछ। कुकुरलाई नि अङ्कल। ओहो बाँदर। आइसक्रिम खान पर्छ साथीहरू। आइसक्रिम ले लो भैयाहरू, आइसक्रिम ले लो। आमाले खानु हुन्थ्यो नि आमै। फुबु लाउनु आइसक्रिम लाउनु। 20 रुपियाँ नसाब्नु दे जस्तो पनि खाने। आइसक्रिम जाऊ कि नजाऊ भन्छ कि त्यसले सोध्छ फेरि नि। लग्यो कस्तो रहेछ हामीलाई टोक्ला। डर लाग्दो सेम नि आमै। बस पार कोहलपुर बस पार। यहाँबाट अलिअलि देखिने रहेछ। तपाईँहरूलाई आज कोहलपुरको बजारबारे घुमाउने चाहना थियो साथीहरू। थोरै देखाएँ भन्ने क्या छ। जहाँबाट आउँदा पनि यति देख्यो भने कोहलपुर पुग्यो भन्ने सम्झिनुहुन्छ क्या। यहाँबाट पनि यतिको देखिँदो रहेछ। बस पार हामी पारीबाट आएको थियौँ, अहिले यताबाट फर्किँदैछौँ।
ब्याग हेर्न साथीहरू, ब्याग किन्न पर्यो, ब्याग ब्याग। ब्याग त गजब आएको छ। कहिले आउँछ र त्यहाँ 8 बजी सको पानी हालिदियो त छैन खान अङ्कल। नाचगान सकेको थिएन, हामी चाहिँ घर आइपुगेका छौँ। पूजापाठ नसकिने हामी चाहिँ घुम्न गएको थियौँ। आउने बेला नाच्दै हुनुहुनेछ। अलिअलि हामी पनि मिक्स भएर नाच्यौँ। नाच्दाखेरि हामी चाहिँ भिडियो बनाउन चाहिँ पाइएन साथीहरू। आजको भिडियो चाहिँ यहीसम्मको छ भनौँ न। सबैजना नाच्दै हुनुहुन्छ, म पनि अब नाच्न मिस्नु पऱ्यो है त। थकाइ लागेको थियो, गर्मी पनि भएको थियो। आजको भिडियो यहीसम्म, बाई बाई।